जापानमा तिमीहरूले कस्तो मान्छेलाई चाहिँ काम खोजिदिनु भन्यो भने त्यो मान्छेले चाहिँ काममा लगाइदिनु सक्छ त होइन। जापानमा आउँदाखेरि अब बाटोमा हग्नेदेखि पानी सबैजनालाई काम खोजिदिनु भनेर सकिँदैन होइन। तिमीहरूलाई एउटा एकदम राम्रो ट्रिक दिन्छु र। जापानमा आएको छौ, काम पाएको छैनौ, नेपालीहरू अगाडि नेपाल देख्यौ, नेपाली हो कन्फर्म हुने बित्तिकै बुझ्यौ नि। यो आँखा, यो डिल हेर्ने, आँखाको नानी हेर्ने। आँखाको नानी रातो छ भने र यो पनि कालो छ भने त्यसले रातभरि कमाएर आयो। त्यस्तो मान्छेलाई तिमीले कोनेगाई ढोक्ने हो कि पुज्ने हो के गर्ने हो गरेर काम फुत्लाइहाल्ने। त्यो आँखा पनि यो पनि सेतो छ, आँखाको नानी पनि सेतो छ, फ्रेस छ मान्छे भन्यो भने त्यस्तो त्यो आफै दिनभरि सुतेर होला। अनि त्यस्तोलाई तिमीहरूले काम खोजिदिनु भन्यो भने कहाँबाट काम खोजिदिन्छ भन त। अझ तिमीहरूलाई काको काम पनि खोसेर आफै लाग्नु थाल्छ त्यो त्यस्तोलाई त्यो पछि लिएर हिँड्ने पनि होइन, त्यो भन्ने पनि होइन है।